सबैजनालाई वेलकम ब्याक टु आवर च्यानल। तपाईलाई स्वागत छ आजको मेरो न्यू ब्लगमा। र हामी चाहिँ आमा छोरी चाहिँ कहाँ आएको छु भन्दाखेरि हामी चाहिँ म चाहिँ मेरो नन्दाको घर आएको छु हैन। सो हामी चाहिँ यहाँनिर आगो तापिरहेको छु यहाँनिर हो। हामी तीनजना हो। यहाँ चाहिँ मेरो भान्जा हो, उ त्यो मेरो भान्जा हो। अन्त यहाँ मेरो छोरी नकली छोरी बदमास्नी हो, एकदम बदमास गर्छ हो। यहाँ आगो पनि आयो हो। सो अहिले पनि घाम लागेको छ, स्याटरडे हैन। अन्त स्याटरडेको चाहिँ मैले आज भ्लग बनाउँदैछु हैन। त्यस्तो लामो बनाउँदिनँ, कम्ती नै बनाउँछु हैन। सो अहिलेको जमानामा फेरि लामो भ्लग हेर्दिनँ अनि छुट्टैभन्दा छोटो नै बनाउँछु हैन। सो हाम्रो यहाँ छ रियन बाबु ट्याङ्गेहरू दुईजनाको नाम ट्याङ्गे है। खालि ट्याङ्गे हेर्छ नि त युट्युबमा कि, अन्त त्यही भनेर चाहिँ ट्याङ्गे मात्रै हेर्छ हैन। सो म चाहिँ उठेर चिया मात्रै खाएँ हैन, चिया मात्रै खाइरहेको छु। त्यहाँदेखि फ्रेस चाहिँ भएको छुइनँ हो। अन्त उसले पनि चिया खायो, मेरो छोरीले बुबु पपकर्न खायो होइन। सो म चाहिँ मुख पनि धुएको थिइनँ। सो आज चाहिँ उनीहरूको स्कुल पनि छुट्टी रहेछ है। यो तिमीहरूको स्कुल छुट्टी हो आज हौ, भोलि होइन। भोलि पनि त छुट्टी हो, भोलि त सन्डे हो झन् साह्रो। भोलि त छुट्टी हुन्छ हो। अन्त आज स्याटरडे रहेछ, उनीहरूको स्कुल छुट्टी रहेछ हो। मामालाई मिस गरिरहेको छु भनिदेऊ न। यहाँ तिम्रो मामाले पनि हेर्छ त भ्लग, अन्त माइजूको छिटो न भनिदेऊ न, छिटो न। ल आगो धुवाले आएर क्यामेरा सबै बिगार्दैछ नि। यहाँ भनिदिनु त रियान आमालाई। आमा कहाँ जानुभयो तिम्रो मम्मा? बिहा खानु? कसको बिहा? मेरो छोरी छक्कै परेर हेरेको छ। के भयो मेरो छोरीलाई चाहिँ? लु बाई बाई सबैजनालाई, अहिले भेट्छु ल भन्नु। बाई बाई नानी, बाई बाई गरिदेऊ। र गाई रहेछ हो, एउटा गाई र उसको बाछी रहेछ। अन्त तल अन्त एउटा गाई पनि रहेछ ऊ तल बारीमा। अन्त एक हल गोरु रहेछ। अनि सो यहाँ दुईजना टेङ्गे र टेङ्गेनी खेल्दैछ हो। टेङ्गे र टेङ्गेनी खेल्दैछ। अन्त आजको वेदर देखाउँछु ल। यहाँ यो जग्गालाई चाहिँ याङते, लोअर याङते भन्दो रहेछ हो। यस्तो मजाको जग्गा रहेछ हो। उपर पनि अझै झन् दामी रहेछ। ऊ तलतिर चाहिँ कम्पनीहरू रहेछ। यहाँ चाहिँ यो गाउँलाई के भन्छ मलाई याद छैन हो। यस्तो दामी देख्दैछ। आज वेदर चाहिँ एकदम राम्रो भइरहेको छ है। ऊ माथि साख्युङ डाँडा देखो देखो। आम्बो कस्तो डरला भिड देख्दो रहेछ यहाँ। टेङ्गे 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 टेङ्ग्रे टेङ्गे टेङ्गे दामी देखिरहेको छ। यसलाई भन्दो रहेछ लोअर याङते। लोअर याङते जग्गा चाहिँ यस्तो रहेछ है। बेबुला बेबुला उठ्नु आँटे बेबुला ओ आँटे नकलु नाकमा के काम नगर्नु। हेलो गाइस भन्देऊ न। टेङ्गेको यहाँ फाटिरहेको रहेछ। ला छोरी भने कहाँ पुगिसकेको माथिको टेङ्गेको सुराले फाटेको। छोरी चाहिँ उकालो हिँड्दैछ हो। हिँड्नु भनेपछि छिट्टो छ ऊ पनि हो। यहाँ तल आउँदैछ। टक्कै तीनजना नानीको आमा भेला भएर जाँदैछ। हामी चाहिँ माथि गएको उसको इङ्गाको घर हो गाइस। यहाँ चाहिँ हाम्रो रियान चाहिँ यहाँ ऱ्याम्स हेर्दै मिठाई खाँदैछ ऊ हो। यस्तो छ यहाँ चाहिँ फुलको कलेक्सन चाहिँ यस्तो दामी चाहिँ हेर्नुहोस् हो। यहाँदेखिको यहाँ सानो देऊ न, सानो दिनु रियानले दिन्छ मेरो भान्जाले अघि। लु आएको ल हो। यहाँ हेर्नु सक्नुहुन्छ फुलको कलेक्सन यस्तो दामी गरेको छ हो। हो
यहाँ हेर्नुहोस् है। वाउ कति दामी दामी फुल छ। ए, हो यहाँदेखि हेर्नुहोस् टाढोदेखि हो। यहाँ मेरो छोरी छ हो। यहाँ चाहिँ लोरी याङ्के भन्छ हो। यहाँ चाहिँ यहाँ पर पनि छ फुल चाहिँ यहाँनिर हो। दामी दामी फुल रहेछ। यहाँबाट जम्याङ हाम्रो भाइ के भएको त्यस्तो नानी उठ।